त्योहरू हामी चाहिँ भित्र प्रवेश गरिसकेका छौँ। टिकट पनि काटिसक्यो। एकजनाको भाउमा 50 रुपियाँ रहेछ है। यस्तो महँगो रहेछ है। हामी पनि अब भन्दा बिजनेस आइडिया थाहा भयो। यताउता तिमीले देखाउनु पर्यो। तिमी त आजको हाइलाइट हो नि। बिजनेस आइडिया थाहा भयो। हामी पनि हाम्रो रियाले चेन गइरहेको वनमा ट्याक्कै यसरी बारिन्छ। यस्तो एउटा बाटो निकालिन्छ हो नि त। अब बाटोलाई हामीले चाहिँ केबाट अनुदान पारिन्छ? नगरपालिकाबाट अनुदान पारेर जुन यस्तै बाँसका काठका बाटो बनाएर बार बनाएर त्यही अब आर्मी राखेर यसो त्यस्तै गराएर यसो अब प्लान रेडी भइसक्यो कि पैसा कमाउने हामीसँग। अब भव्य रूपमा पैसा कमाइन्छ। यस्तो दामी छ है यहाँ चाहिँ। मेरो आउन त आइयो तर हामी एकदम कन्फ्युजनमा छौँ कि यहाँ हो चाहिँ के हो। यस्तो बाटो त छ कि एउटा लिची सिची आँपका बुट्टाहरू अब यसो खाम भन्न पनि केही छैन। पैसा त टिकट त काटे कि अगाडि गएर पाइन्छ र तिमीहरूले लिची खाऊ आँप खाऊ भन्ने पैसा पहिले लिगिसकेको हो कि भन्न पर्यो। अब हामी चाहिँ एकदम धेरै सोचाइमा छौँ। अनि धारो पनि छ। पानी आउने धारो कि नआउने धारो हो फेरि यस्तो छ। फेरि हामी यहाँ विरोध गर्नु भन्दै आएको चाहिँ होइन है। एकदम भाइ बिलिकम भनेर आएको। अब खास समाजमा नआएर हो गर्ने के हो भन्ने थाहा नभएर यो त एकदम दामी सदुपयोग भएर रहेछ है यसको। एकदम भाँसिएको हो कि भसाएको हो देखाउनको लागि खै कसो हो। ल ठिक छ। बस पनि आएको रहेछ। एकदम रमाइलो छ अहिलेलाई चाहिँ। कपाल चाहिँ बिग्रियो कि झन् काटेर स्याम्पू लाएर नुहाएको झन् कपाल बिग्रिसक्यो मेरो। रामै लागेन। अन्त कपाल देखाइदियो त्यसरी म कपाल कटाइ। टोपी लाउनु न मैले टोपी अलि भयो मिलाउ यस्तो छ है। ल अब चाहिँ ठिकै देखियो। टोपी लाउँदै तिमीले लगाऊ कि तिमीले। राम्रो देखिया त तिमी क्यामेरा कमालाई चाहिँ। साथीहरू हामी चाहिँ अहिले एकदम विश्रामको अवस्थामा छौँ। भन्दाको कट ओहो लाइन देखिसक्यो है। एकदम यो चाहिँ म नयाँ चस्मा भर्खर यहीँ भेट्टाइसकेको भन्ने कि अब के कसो भने अहिले भेट्टाएको त्यही भन्दै मेरो त महँगो चस्मा हो नि। अनि एकदम यहाँ चाहिँ एकदम खतरै अब बाहिर फेरि देखाउनु नहुने खालको यहाँ सबै जोडी भएर आउने रहेछ। हामी जानिएन भन्ने क्या खास शर्माला हामीलाई उहाँ पारियो। हामीलाई चाहिँ शर्मा लाग्छ यार। अरूलाई देख्दा के यस्तो भिडियो भयो। त्यही रमाइलो छ। जियोस् ठाउँ 1-2टा फोटो खिच्यो। राम्रो त आएन खासै। त्यही पनि ठिकै छ भनौँ। औ त्यता गिटार एकदम गीत घन्किरहेको छ। साथीहरू हामी चाहिँ अब यस्तो झर्नातिर जाने भन्ने कुरो छ भन्दा जान्छौँ जति पनि यहाँ चाहिँ एकदम रमाइलो दृश्य रहेको छ। हामी चाहिँ कस्तो दृश्य हो हेरौँ। यस्तो छ भन्दा हेर्नु घर हिँड्ने आजको राइडर भानी कता जताबाट गइदिन्छ। ल अलिक गुनासको हेरेर यस्तो रहेछ। अनि यो सर्पगन्धा भनेको सर्प नआउने हो। रातकी रानी अरे कस्तो राप होइन क्या रातकी रानी भनेपछि यो उज्यालो दिन्छ कि कसो। अलि रुगा लाए जस्तो भइसक्यो है। यो के हो यो कण्ठकारी रुगा लगाइसक्यो मलाई। साथीहरू हामी चाहिँ एकदम कहाँ याद छ जापानिज गार्डन हो कि हो यो यस्तो बाटो रहेको छ। त्यहाँ चाहिँ वाटरफल रहेको छ। हामी हिँडिरहेका छौँ। कस्तो छ के छ यो के को हो? आरुको हो है। चल ल ठिक छ। हामी चाहिँ यो असारे पुल रहेछ यहाँ यो ट्रपिकल हाउसमा आइसकेका छौँ। यहाँ चाहिँ यस्तो रहेछ ठाउँ चाहिँ एकदम। यहाँ त क्रिकेट खेल्नलाई त बहुत मजा आउँछ यार। हेर एहे यस्तो पो रहेछ है यहाँ त। पृथ्वीनारायण शाहको रहेछ पुरै। हामी चाहिँ ल मनोरम वातावरणले भित्रको अब हामी के हो यो
उच्च प्रदेश यो घर सिसाले बनेको छ। यसको उचाइ 12 मिटर र क्षेत्रफल 294 वर्ग मिटर रहेको छ। 31 सालमा हारे। गर्मी छ कि भन्छ हरित गृह भने गर्मी कालालु मचिसक्यो यार। अब के यताबाट जाम खानेकुरा फलफुल केही छ कि लप्सी अरे लप्सी भनेर यता उस छ त फलम छ त कुन हो लप्सी किन के कताबाट त्यस्तो होइन नि त यार तिमीले बुझेकै छैन अब एउटा भिडियो खिच्न पर्छ लिची हो ए फलिसकेको सिजन अब फल्नै बाँकी हो कि टिपिसक्यो हो ठिक माछा छन् कि मलाई खस्तिरहेको अरे क्या यहाँ क्यार्नी हो कति गहिरो हो के थाहा त्यस्तो शान्त छ यार भित्र चाहिँ ल सिसी क्यामेरा रहेछ हेलो भन्ने क्या अब छैन भन्छ यसो तिमीले के भन्न चाहन्छौ यसो अन्त केही 2-4 शब्द कहिल्यै नआएको ठाउँ भनेर चाहिँ यसो घुमघाम गरौँ न त मेरो दाजुभाइ भएर आयो आएको यसो रमाइलो धेरै बाजे रमाइलो हुन्थ्यो 2टा मात्र भयो त्यही पनि ठिकै छ ल ठिक छ तपाईँहरू नि आउनु होला मनोरञ्जन लिनु होला यहाँबाट आउँदा चाहिँ एकदम विशेष ख्याल गरेर आउनु हामी जस्तो नआउनु साथीहरू हामी चाहिँ एकदम यहाँ फेरि आइसकेका छौँ ओ उताबाट घुम्दै हामी फेरि यताबाट आयो त्यहाँ चाहिँ एकदम लामो समयसम्म बस्यो त्यहाँ चाहिँ अहिले फेरि ल के यहाँ त पानी छैन त भने केही पनि छैन यार अलि हामी छिटै आइएर यो ट्याकको पानी टाल त्यो पुरा भरि भएको बेलामा हो कि नि यो पुलसम्म भएको बेलामा त्यस्तो बेला आउनु पर्ने रहेछ यहाँ त फोटो खिच्न पनि मन लागेन यार मलाई त के गर्ने यो फोटो त खिच्न पर्यो कि कसो हो के हो है हजुर यस्तो रमाइलो छ यो पृथ्वीनारायण शाहको यो टोपी रहेछ श्रीपेज त्यति हो झरनाको धेरै लामो समयप्रतिको के अरे प्रतीक्षापछि हामीले त हाम्रो झरना देखिसकेका छौँ यस्तो हो है जो झरना ए होला मान्दाले पोइन्टको कुरा गरे है यस्तो छ यहाँ पानी चाहिँ एकदम क्रिस्टल क्लियर भन्दा नि हुन्छ है यो चाहिँ माटोले गर्दा न त क्रिस्टल क्लियरै थियो मान्दालाई अब फोटोसुट हान्ने भन्दैछन् 1-2टा ल है त अब चाहिँ हाम्रो यात्रा चाहिँ एकदम कस्तो भयो भन्दा अब त्यस्तै भयो म केही वर्णन गर्न चाहिनँ यस विषयलाई चाहिँ मैले धेरै लम्ब्याउन चाहिनँ किनकि अब बुझ्नुहोस् न एउटा फोटो राम्रो आयो हुन त मोबाइल नराम्रो भएर हो कि भन्दाको आइफोन त छ तर देखाउनलाई मात्र केही कामको छैन त्यस भएपछि यस्तो कन्डिसनमा आउँदै के भयो भन्दा अब हामी लाग्नतर्फ धेरै के गर्यो भन्दा हाम्रो भोटिङ गर्दा चाहिँ 50-50 आयो मैले भने एकछिनसम्म भन्दा बसौँ यस्तो अझै उच्च फोटो खिचौँ भने तर भन्दाले के भन्यो भन्दा होइन अब चाहिँ जानुपर्छ लाग्नुपर्छ भन्न थाल्यो त्यही मैले भन्दाको मान राख्दै हामी निस्किने निर्णय गरिसकेका छौँ अब चाहिँ हामी बाटोमा मिल्नेछौँ कहाँसम्म हुन मिल्यो अनि मलाई झ्याउ लागिसक्यो भने मैले नराख्न पनि सक्छु राख्न पनि सक्छु के हो मेरो विचार हो त चाहिँ मैले चाहिँ अब अहिले आएर रिभिल गर्ने एउटा कुरा चाहिँ म चाहिँ यहाँको खास घुम्न लाग्ने एउटा सुटिङ गर्न लागेको हेर्न सक्नुहुनेछ हजुरले अब यसको चाहिँ एउटा गीतको हो अन्त अब हजुरलाई के ढाँट्ने हो र गीतको सुटिङ गरियो कि कसो भएको डान्स कस्तो थियो देखाउ क्या दाइको अब त्यो चाहिँ छिट्टै आउनेछ यो सरप्राइज हो मैले चाहिँ एकदम लुकाएर राखेको अन्त्यमा भन्छु भनेर अहिले भन्ने मौका पाइयो ट्याक्क त्यहाँ सुटिङ सकेर हाम्रो साथीहरू सबै कसैलाई नदेखाएको के अहिले चाहिँ रिभिल नगर्ने भनेर त्यस्तो भएको कुरो ल आज चाहिँ यो भान्जाको चाहिँ फर्स्ट एक्सपिरियन्स सुटिङको भन्दा पहिलोचोटि होइन यसरी चाहिँ सुटिङ त भइरहेको थियो यसरी अब भव्य आज भित्रैदेखि यसो नास्ता नि खायो के अरे
ट्याक्क कि थियो नि चिया नास्ताको व्यवस्था ट्याक्क व्यवस्था रहेछ। अब त्यही यो चाहिँ एकदम दियोस् नभनिकन राखिया थियो कि म चाहिँ एउटा हिरो जस्तै टाइपको हिरोइनी बोयफ्रेन्डसित आउनु भएको थियो। एकछिनको लागि यो चाहिँ कमलको फुल रहेछ कि जस्तो छ। यो के हो यो कमलको फुल होइन ट्याक्क। अब हाम्रो सुटिङ अब डिरेक्टर सरहरू गइसक्नु भएको छ। चाहिने चाहिँ एकदम गीतको चाहिँ एकदम मोडलै बजारमा आउँछ हिरो भयो पनि जस्तै यिनी भन्नाले यिनले के चाहिँ त्यस्तो के गरिहाल्नु त क्यारेक्टरको रूपमा गरिहाल्नु फेरि रिभिल फेरि नगरिदिनु के भनेर कि यति हिँड चाहिँ दिउँ नि त यिनी चाहिँ त्यो क्यारेक्टरको रूपमा पात्र बनिहाल्नु जस्तै जुन हुन्छ नि त। अनि म चाहिँ डान्सर म चाहिँ डान्स चल सिकिरहेको कारण त्यही हो कि छिट्टै बजारमा आउने छ। अब यो त राम्रो छ रमाइलो छ। यो चाहिँ यहाँ कोइराल रहेछ। यो कोइरालको बुटो देख्ने बित्तिकै मलाई चाहिँ एउटा रमाइलो गीतको याद आइसक्यो जुन हाम्रो पारिश्वर नेउपाने सरले कोइरालको फुल टिपेर झोलामा भेट्न आउनु है बाएँ पौदी खोलामा हामीले बाएँ खोला भनौँ न है बाएँ खोलामा चन्ट्याङ म ट्याङ ट्याङ अरे यस्तो छ गीत फेरि कस्तो मिठो हो कि। अनि ए अम्लिसो भन्छ हामीले अम्रिसो भनिन्छ यो अम्लिसो रहेछ। ओहो यस्तो रहेछ कुचो बनाउने यो हाम्रो यो कमलको फुल होइन र एकदम छुट्टै छ। ट्याक्कै यो अहिले देख्न सक्नुहुन्छ हाम्रो भिडियोमा चाहिँ यो फुलको पनि केही योगदान रहेको छ। यहाँ चाहिँ झुक्कियो कि कहाँ जाने के गर्ने भनेर आत्तियो के हो यो मिठो निम अरे अमाने मिठो निम अरे अघि नै हामीले खाएको यही हो होइन नि। एक कोइरालको फुल टिपेर झोलामा भेट्न आउनु है बायाँ खोलामा चन्ट्याङ तेजपात कुन हो यही हो तेजपत्ता जमाने मान्द्रो जमाने हो च देखिरहेको छैन यो कोरियन होइन के भाइ जमाने त हो नि जमाने हो यो जमाने भनिरहेको तिमीले त्यही सुनिरहिया यो जमाने के हो यो ल्याएर गुइठा त्यही हो अरेटो अरेटो अरे सुनगाभा त फुल खै त्यो हेर्न पाइया है यहाँ चाहिँ वनस्पतिहरूको नाम जानिसकेको भाइ खोलो अरे खोलो गरिदिने ए धुपी होइन सल्लाह ए सल्लाह हो यार टिमुर खै ए टिमुरको बुटो यस्तो हुँदो रहेछ। फल चाहिँ अलि देखिएको छैन जुप्पामा हुन्छ कि जस्तो ला यो त हामीले खाइन्थ्यो है एउटा। हाम्रो चाहिँ एकदम आजको मनोरञ्जनात्मक के भन्छ अब त्यही घुमघाम सहित हाम्रो सुटिङ पनि समाप्त भएको छ। यो यसको चाहिँ भिडियो अब छिट्टै बजारमा उपलब्ध हुनेछ के कस्तो गीत यति टुक्का नभनिदिन्थ्यो हेरी टुक्का सार्वजनिक चाहिँ नगरौँ। अहिले हामीलाई डिरेक्टर सरले मना गर्नु होइन यो कहाँ चिउरी हुन्छ हेरेर आउँदा चिउरी हो कि होइन। त्यस्तो अब हामी चाहिँ अन्त्य बाहिर निस्किसकेका छौँ। यसैका साथ बिदा हुन चाहेँ भन्ने हो कि गछु देउलाई छ कि अन्त्य गरिदिउँ कि जस्तो लाग्छ है। अहिले बाटामा गर्छु उहीँ गएछ र हामी चाहिँ अहिले लागिसकेका छौँ। अब चाहिँ हाम्रो यात्रा भनेको सिधै कहाँ हुन्छ बानेश्वर